नमस्कार सबैलाई स्वागत छ हजुरहरूलाई हाम्रो यस दोस्रो एपिसोडमा। आजको यस दोस्रो एपिसोडमा रहेर हामी हाम्रो जुनियर भाइहरूसँग केही नयाँ कुराकानीहरू गर्नेछौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको यस बसाइ अनौठो अवश्य हुनेछ किनकि हाम्रो भाइहरूको जर्नी नै एकदमै अनौठो छ। त्यसैले आउनुहोस् स्वागत गरौँ हाम्रो भाइहरूलाई। स्वागत छ भाइ। र आफ्नो बिजी सेड्युलको बावजुद पनि यहाँसम्म आइदिएकोमा हामी एकदमै आभारी छौँ। र अब हाम्रो भाइहरूसँग हामी केही कुराकानीहरू गर्न चाहन्छौँ। अनि आफ्नो इन्ट्रोडक्सन देऊ न त। नमस्कार, मेरो नाम प्रवेश दास हो। मेरो घर चाहिँ जनकपुर वार्ड नम्बर 24 मा पर्छ। मेरो स्कुलिङ पनि त्यही श्री गोपाल प्रसाद उच्च माध्यमिक विद्यालयबाट भएको छ, जुन चाहिँ गभर्मेन्ट स्कुल नै हो। र त्यहाँबाट पढिसकेपछि मैले एचएको लागि चाहिँ इन्ट्रान्स दिएको थिएँ। इन्ट्रान्स दिँदाखेरि यही नारायण सामुदायिक हस्पिटलमा चाहिँ मेरो चाहिँ स्कलरसिपमै परेको थियो त्यहाँसम्म। अनि त्यसपछि म एमबिबिएस अहिले चाहिँ हाल एमबिबिएस चितवन मेडिकल कलेजमा पढिरहेको छु, सेकेन्ड इयरमा। त्यसैगरी अब कौशलले नै इन्ट्रोडक्सन देऊ न सक्छ। नमस्ते सबैजनालाई, मेरो नाम कौशल राजसाई, मेरो घर कालीकोट। मैले चाहिँ 10 कक्षासम्म 8 क्लाससम्म चाहिँ मैले महादेवीमा मेरो आफ्नै स्कुल गाउँकै स्कुलमा गरेको थिएँ। अनि 9-10 क्लास चाहिँ हाम्रो आफ्नै गाउँमा चाहिँ पञ्चकालिका माध्यमिक विद्यालयबाट पास गरेको थिएँ। त्यसपछि चाहिँ अब म यहाँ चाहिँ पढ्न चाहिँ कर्णाली एकाडेमी अफ हेल्थ साइन्स मुलामा गएँ। त्यसपछि अब अहिले चाहिँ म एमबिबिएस सेकेन्ड इयरमा चाहिँ चितवन मेडिकल कलेजमा चाहिँ अध्ययनरत छु। मतलब कसरी जर्नी सुरु भयो? यात्रीको जर्नी कसरी कसले चाहिँ भन्यो फर्स्ट टाइम चाहिँ कसरी गर्यो म यात्री नै गर्छु भन्ने चाहिँ 10 क्लास अब बितिसकेपछि जस्तै साइन्स नपढेर यात्री नै गर्छु भन्ने चाहिँ कसरी आयो? मैले अब एसएलसी गर्ने बेलामा चाहिँ म अलिक ट्यालेन्टेड नै थिएँ होइन, सेकेन्ड आउँथेँ। मतलब 5 कक्षादेखि म चाहिँ सेकेन्ड नै विद्यार्थी थिएँ होइन। अनि सेकेन्ड आउँदाखेरि चाहिँ मेरो दाइले चाहिँ त्यतिखेर मलाई भन्नुभएको थियो कि चाहिँ मैले चुज गर्छु। त्यतिखेर मेरो कुनै एम हुन्छ नि, लाइक मैले यही गर्छु भने त्यस्तो केही पनि थिएन कि मेरो। अनि दाइले चाहिँ भन्नुभएको थियो त्यतिखेर कि म चाहिँ तिमीलाई चुज गरिदिन्छु, तिमी त्यही पढ, तिमी मजाले तिमी अहिले पढ, त्यस्तो टेन्सन नलियो भनेर मजाले पढिरहेको थिएँ। पास भएँ। अनि पास भइसकेपछि दाइले चाहिँ अचानक भन्नुभएको चाहिँ अब के पढ्ने इच्छा छ त्यो भन। अनि त्यतिखेर चाहिँ अलमलाई थिएँ होइन। अनि लाइक अब त्यही बेलामा चाहिँ अब इन्ट्रान्स नि एचएको मेरो आफ्नो इच्छा पनि हल्का चाहिँ उता मेडिकलतिर पनि जाने पनि थियो। अनि त्यही भएर चाहिँ थाहा पाएँ साथीको मम्मीको दिदी होइसिन्छ नि, उहाँको छोरा चाहिँ सँगै म आएँ यता चितवनमा। अनि उसले चाहिँ भनेको थियो कि इन्ट्रान्स चलिरहेको छ अरे डिप्लोमाको दिने भनेर। अनि गएँ, यतिकै लयलेमा गएँ। आउँदाखेरि चाहिँ नाम निस्क्यो। अनि त्यहाँबाट चाहिँ मैले एचएल चाहिँ जर्नी स्टार्ट गरेको हो। सानोमा मेडिकल त्यति इन्ट्रेस्ट थिएन भने। सानोमा त मेरो चाहिँ भन्ने चाहिँ साइन्टिस्ट नै भनौँ त्यस्तो चाहिँ सोच थियो कि म अब कुनै फिल्डमा गएपछि राम्रो गर्ने भनेर। तर दाइले चाहिँ भन्नुभएको थियो कि मैले तिमीलाई चुज गरिदिन्छु, आइदर इन्जिनियर के होस्। त त्यही भएर त्यति धेरै सोचेको थिएन। तर लयमा चाहिँ मैले एचए चाहिँ गरेको हो। एक्चुअलीमा चाहिँ त्यस्तो खासै इन्ट्रेस्ट चाहिँ हुन्छ नि कि मैले एचए नै गर्छु भनेर, त्यो चाहिँ त्यस्तो चाहिँ थिएन। दाइले त के भनौँ, तर मै चाहिँ होस् ठिकै छ, आफू खुसी छु। अब मेरो चाहिँ अब 10 क्लाससम्म चाहिँ मैले त्यही गाउँमै पढिसकेपछि चाहिँ अब दाइ चाहिँ हाम्रो ओभरसियर पढ्नुहुन्थ्यो, दिदी चाहिँ ऐना हुनुहुन्थ्यो कि सरकारी जागिर अब नर्सिङ हुन्थ्यो नि त। त्यही भएर दिदीले भन्नुभयो यहाँ चाहिँ पढ्नुपर्छ, अब दाइले चाहिँ साइन्स पढ्छ भन्दै हुनुहुन्थ्यो। तर बिचमा त्यस्तै भयो, फेरि म इन्ट्रान्स खुलेछ, दिदीले चाहिँ त्यहाँ फर्म लगाइदिनु भएको छ कि कासमा चाहिँ। त्यही भएर ठुलो दिदीले फर्म लगाइसकेपछि म गएँ इन्ट्रान्स दिन। इन्ट्रान्स दिएर त्यहाँ नाम निस्केको थियो। त्यसपछि अब आउँछ अब यहाँ चाहिँ नै पढ्ने भयो। त्यहाँबाट दिदी अब दिदीले भन्दाखेरि यहाँ चाहिँ पढेँ। त्यसपछि अब त्यसपछि होइन एचएमा पेमेन्टमा पढेको कासमा। हजुर। अनि तिम्रो जस्तै अब एचए चाहिँ राम्रै जर्नी रह्यो, इन्ट्रेस्टिङ नै रह्यो। अब त्यसपछि अब एचए पछि चाहिँ तिमीले कतै काम गर्यौ? अब कस्तो काम कतै गरेको तिमीले? गरेको थिएँ एचए चाहिँ सकेपछि चाहिँ हामीले अब अगाडि पढ्ने त त्यो हुन्छ नि, लाइक अब अगाडि पढ्ने भने त्यो पनि सोच थियो। अनि त्यतिखेर चाहिँ मैले के गरेँ त, अब पास भइसकेपछि घर फर्केँ। अनि घर फर्किँदाखेरि चाहिँ अब त्यहाँ हुन्छ नि जानकी मेडिकल कलेज, सरी जनकपुरमा के भन्छ त्यो जनकपुर बाल हस्पिटल, त्यसमा चाहिँ मैले जोइन गरेँ। अनि जोइन गरेपछि त्यहाँ जब गर्दै गर्दाखेरि चाहिँ मैले चाहिँ स्यालेरी एकदमै न्यून दिइरहेछ एचएको, लाइक
8,000बाट चाहिँ स्टार्ट थियो कि होइन स्यालेरी। अनि त्यस्तो स्यालेरी देखेर चाहिँ आफूलाई नै दिक्क लागेको थियो, जब चाहिँ यति धेरै गर्नुपर्ने, अनि स्यालेरी हेर्दाखेरि चाहिँ एकदमै न्यून थियो। अनि बरु यस्तो यस्तो यो पाराले त हुँदैन भने जस्तो लाग्थ्यो होइन। अनि देन अब त मैले के गरेँ त, बरु ब्याचलरतिर जान्छु नभए कि त लोकसेवातिर चाहिँ सबैले भनेको थियो कि जानलाई, तर मेरो आफ्नो इन्ट्रेस्ट पनि थिएन कि अहिले नि लोकसेवा दिएर सानै पदमा चाहिँ जस्तो लाग्थ्यो कि यसरी मैले अब धेरै पैसा नै आउँदैन अनि त्यतिले भ्याउँदिनँ होला जस्तो लाग्थ्यो। अनि त्यही भएर काठमाडौँ गएँ। अनि काठमाडौँ गइसकेपछि अब आफ्नो चाहिँ इकोनोमिकल स्टेटस छ भने त्यहाँ एकदम लो थियो। लो भएको कारणले मैले यति धेरै जसोले सजेसन दिइराखेको थियो त्यतिखेर कि मतलब लोकसेवा चाहिँ गर्नुपर्छ भनेर होइन। अनि तर आफ्नो इच्छा चाहिँ त्यतातिर थिएन क्या। अनि इच्छा नभएको कारणले चाहिँ अब त्यही इन्ट्रान्स नै प्रिपेरेसन गरेँ। इन्ट्रान्स प्रिपेरेसन गर्नुभन्दा चाहिँ अब के भयो त, इन्ट्रान्स दिउँ भनेर त जाँदाखेरि चाहिँ के भयो त, त्यही बेलामा लाइक पहिला चाहिँ एचएको 5वटा सिट हुन्थ्यो। तर जब म काठमाडौँ छिरेँ, अनि काठमाडौँ छिर्दाखेरि त्यतिखेर के भयो त, त्यही बेला चाहिँ सरकारको नियम चेन्ज भयो कि अब जुन एचए जुन छ नि 5वटा सिट जुन पाटनमा हुने गर्थ्यो त्यो डाइरेक्टै दिन पाउँदैन, अब इक्विभ्यालेन्ट कोर्स गर्नै पर्छ चाहिँ त्यतिखेर लागू भयो कि त्यही बेलामा। अब लागू भइसकेपछि अब के गरौँ भयो। त्यहाँ चाहिँ मैले थाहा खोज्दाखेरि चाहिँ त्यहीँनिर त्रिपुरेश्वरमा विश्व निकेतनमा चाहिँ इक्विभ्यालेन्ट कोर्स भइरहेछ चाहिँ भन्नुभयो होइन। अनि त्यहाँनिर मैले जोइन गरेँ। जोइन गरिसकेपछि अब ट्यालेन्टेड विद्यार्थी त्यति खास चाहिँ मलाई हुन्छ नि लाइक अब्स्ट्याकल आउने अनि पढाइमा चाहिँ गाह्रो हुने त्यस्तो चाहिँ केही पनि थिएन। सो राम्रै मार्कले त्यहाँ पनि पास भयो, लाइक फर्स्ट डिभिजनमै पास भयो होइन। त्यसलाई त हुन त पास डिभिजनै भन्छ, त्यस्तो कसै छैन होइन। अनि त्यहाँबाट पास भइसकेपछि अब इन्ट्रान्स दिन्छु भने त्यतिखेर चाहिँ लकडाउन भयो। अब लकडाउन हुँदाखेरि चाहिँ 2 साल नै गयो, एकचोटि 2 साल लकडाउन हुँदाखेरि अब फेरि घर फर्केँ। घर फर्किँदाखेरि अब के गरौँ भयो। अनि त्यसपछि अब जानकी मेडिकल एउटा चाहिँ प्राइभेट संस्था छ कि, मतलब कलेज होइन त्यो, मतलब हस्पिटल छ त्यो हस्पिटलमा मैले के गरेँ फेरि जोइन गरेँ लकडाउनको बेला, कोरोनाको बेला। अनि त्यहाँ चाहिँ हल्का जब गरेँ, लाइक 3-4 महिना जति त्यहाँ गरेँ। अनि गरिसकेपछि फेरि मम्मीले चाहिँ त्यहाँको सिचुएसन हेर्दाखेरि कोरोनाको बेला लाइक त्यो हुन्छ नि आइसोलेसन हुनुपर्ने जस्तो। अनि आइसोलेसन हुँदाखेरि त मैले चाहिँ सबैलाई भनिदिन्थेँ कि म हस्पिटलबाट घर फर्किँदाखेरि अब हुन्छ नि लाइक अब आफूले चाहिँ आफ्नो फ्यामिली पनि त हेर्नुपर्छ होइन। अनि त्यही भएर सबैलाई उतै राखिदिन्थ्यो, म चाहिँ यता कपडा सपडा खोलेर पुरै अब हुन्छ नि ठुलो नाद थियो होइन, त्यसमा हालेर अनि बल्ल नुहाइ धुवाइ गरेर बल्ल चाहिँ छिर्थेँ क्या। अनि त्यो हेरेर चाहिँ होइन, बरु मलाई पैसा चाहिँदैन मम्मीले भन्दा, पैसा मलाई चाहिँदैन, बरु त्यो कामै चाहिँ नगर भन्नुभयो होइन। अनि त्यसपछि ठिकै छ त्यही छ भने त अब छोडिदिइहालेँ त्यसपछि। अनि जब लकडाउन खुल्यो 2 साल नै ठ्याक्कै लकडाउन भयो नि त। अनि त्यसपछि 2 साल भनेपछि लगभग मेरो 3 साल त्यतिकै गयो। अनि लकडाउन खुल्ने बित्तिकै एक्जाम भयो। प्रिपेरेसन केही पनि थिएन इन्ट्रान्सको, यत्तिकै दिएँ एक्जाम। अनि एक्जाम दिइसकेपछि त्यतिखेर चाहिँ मेरो बिपिएचमा चाहिँ मेरो त्यस्तो अब एमबिबिएस नै गर्छु भने चाहिँ थिएन क्या। अनि त्यही भएर चाहिँ मैले अब जुनमा भयो नि स्कलरसिप निस्किन्छ भने पढ्छु भनेको थिएँ, किनकि अब आफ्नो इकोनोमिकल पनि त्यस्तो राम्रो थिएन। सो मैले त्यही गरेर सिधै गएँ काठमाडौँ। अनि एक्जाम दिँदाखेरि चाहिँ मेरो बिपिएचमै फर्स्ट एटेम्पमै आइएममै नाम निस्क्यो। अनि आइएम नाम निस्किँदाखेरि अब गरौँ कि नगरौँ जस्तो भयो। अनि त्यहाँ चाहिँ रागेश कर्णको चाहिँ आइएममा चाहिँ न्युरोलोजिस्ट भइसिन्छ उहाँको चाहिँ क्लिनिक जोइन गरेँ, न्युरो क्लिनिक भनेर, त्यो वसुन्धरामा रहेछ। अनि त्यहाँदेखि फेरि मैले काम गर्न सुरु गरेँ। अनि पढ्ने अब म गर्दिनँ भनेर होइन छोडिदिइहालेँ त्यो स्कलरसिपको, मैले जोइनै भएन। अनि त्यहाँबाट चाहिँ फेरि पढ्दै अनि के अरे पढाइ पनि स्टार्ट गरेँ इन्ट्रान्सको लागि। अनि त्यहाँ चाहिँ जब पनि स्टार्ट गरेँ। अनि स्टार्ट गरिसकेपछि फेरि अब एक्जामको बेला आयो, एक्जाम अर्को नेक्स्ट वर्ष एक्जाम दिँदाखेरि अब बिफार्म नै भरौँ कि भनेर, त्यतिखेर त मैले उसमा मात्र भरेको थिएँ, सरी दुइटै भरेको थिएँ कि, आइएमबिबिएसमा पनि भरेको थिएँ अनि बिपिएचमा पनि भरेको थिएँ। फार्मेसीको त्यति नलेज मैले सोचेन कि त्यस्तो हुन्छ भनेर। अनि एक्जाम दिँदाखेरि चाहिँ त्यतिखेर त बिपिएचमा नाम निस्केको थियो, त्यही भएर
इन्ट्रेस्ट नभएर चाहिँ छोडिदिएको, किनकि त्यहाँको एउटा दाई हुनुहुन्थ्यो कि उसमा न्युरो क्लिनिकमा काम गर्ने बिपिएच गइराख्नु भएको थियो। मैले त्यस्तो हेर्दाखेरि खासै मलाई होइन त्यताबाट चाहिँ इन्ट्रेस्ट हुन्छ नि आफै हट्दै भयो उहाँले देखेर भनौँ न उहाँले देखेर अब त्यस्तो मतलब इन्ट्रेस्ट हट्यो। अनि त्यसपछि भयो म गर्दिनँ, स्कलरसिपमा नाम निस्किनु के भयो। अनि अर्कोपट्टि एक्जाम दिँदाखेरि एमबिबिएस, बिडिएस र फार्मेसी, त्यो हुन्छ नि बिपिएसलाई हटाइदिइहाल्यो कि त्यतिखेर, त्यसपछि तिनवटा मात्र भयो अरे। अनि त्यहाँनिर के भयो त मेरो अब एमबिबिएसमा चाहिँ होइन जस्ट मभन्दा अर्को ऱ्याङ्क थियो, त्यतिखेर ऱ्याङ्क चाहिँ खासै याद छैन, धेरै पुरानो हो नि त। अनि त्यतिखेर मतलब मभन्दा जस्ट एक स्टेप अगाडिको, मतलब मेरो टोटल चाहिँ 12वटा सिट थियो है, 10वटा सिट थियो, मेरो 11 नम्बर, उसको चाहिँ 12 नम्बर। 12 नम्बरले पायो, कोटा छ नि त मेरो, अनि त्यही भएर 12 नम्बरसम्मले एमबिबिएस पायो, मैले पाएन, मेरो चाहिँ बिडिएसमा आयोमा नाम निस्क्यो। अनि फेरि फार्मेसीमा पनि यता नाम निस्केको छ, बिडिएसमा अब एमबिबिएसको लागि के गरौँ त कुरिरहेको क्या। बरु अब यता बिडिएसमै फर्स्टमै हुन्छ नि म्याचिङ हुँदाखेरि फर्स्टमै निस्किन्छ। अब त्यो निस्किँदाखेरि त बिडिएसमा निस्किसक्यो, फार्मेसीमा पनि निस्किसक्यो, एमबिबिएसको अब के गरौँ। अनि त्यतिखेर चाहिँ मैले मम्मीलाई भनेको मम्मी यस्तो यस्तो भयो, अब के गर्ने। अनि अब यता चाहिँ मैले जोइन गरेँ भने यत्तिकै म एमबिबिएसबाट फालिन्छु, त्यहाँबाट चाहिँ मेरो म्याचिङै हुँदैन भने। अनि मम्मीले भन्नुभयो थियो यसो गरौँ छोडिदियो नि त, अब किन चाहिँ रिस्क लिन्छौ, त्यो छोडिदियो, बरु त्यो यसमा आयो भने एमबिबिएस तिम्रो हिसाबमा त्यसमै जाऊ। अनि त्यसको लागि मैले उता फर्म नि भरिनँ, मतलब उसको हुन्छ नि भेरिफाई गर्नुपर्ने, त्यो चाहिँ गरिनँ। अनि छोडेर बसेँ, तर त्यहाँ चाहिँ एमबिबिएसमा आएन। फेरि त्यही रिपिटेसन भयो। हुन्छ नि अब इन्ट्रान्सको बेला जुन प्रिपेरेसन गर्नु पर्ने नियमहरूबाट म त रोएर आएको हो एक्चुअलीमा, होइन पैसा नभएर, किनकि 10,000 तिरेर पैसा नभएर चाहिँ जब पनि गर्थेँ। अब त्यसमा पनि होइन उसलाई भनेको थिएँ कि मसित पैसा छैन, अब म आफै कमाउँछु होइन, अब सक्ने कति दिन्छु भनेको थिएँ, बिस्तारै दिन्छु बरु। अन्त एक हप्तामा क्लास चाहिँ मेरो बन्द गरिदिनु भयो, दिनु भएन नेममा के, नेममा त धेरै पुरानो हो कि। त्यसपछि त्यस्तो सिचुएसन आयो, अनि अब के गरौँ। अनि उहाँलाई भने कि मलाई चाहिँ तपाईँ आफ्नो किताबै दिनुहोस्, 10,000 तिरेको थिएँ नि त, अनि किताब दिनुहोस्, बरु म आफै पढ्छु, किताबै लिएर पढ्छु बरु होइन। तर बरु हुन्छ म क्लास गर्दिनँ, 10,000 तिरेको छु, त्यस अनुसार मलाई किताब दिनुहोस्, म त्यसपछि आउँदिनँ तपाईँको कलेजमा होइन, कति मसँग पढ्नलाई भनेको थिएँ। उहाँको कोही मेन हुन्छ नि त्यो डिपार्टमेन्टमा एडमिनिस्ट्रेसन, त्यहाँ गएर भनेको थिएँ। अनि यसो गरेर टाइम लिएको। अनि त्यसपछि मतलब पैसा भएपछि आउन भन्नुभयो, तर पैसा उस दिएन कि, किताबै दिएन, किताबै पनि दिएन। सुन्नु यस्तो कि अब पुरै पेमेन्ट गऱ्यो भने चाहिँ दिनुहुन्छ, पुरै पेमेन्ट गऱ्यो भने दिनुहुन्छ, अब पेमेन्ट गरेन भने किताब पनि दिनुहुन्न। अब तिमी पेमेन्ट गरिसकेपछि मात्र हो कि, त्यस्तो हो। त्यस्तो सिचुएसन आएको थियो। अनि अब के गरौँ त पैसाले मैले आफै किनेको, बाहिर स्टेसनरीबाट किने, अनि आफै रुममा तयारी गरेँ, सेल्फ स्टडी हो। त्यसपछि सबैसँग सेल्फ स्टडी हो क्या। मैले चाहिँ कतै हुन्छ नि लाइक इन्ट्रान्सको त्यो इन्स्टिट्युटमा जोइन भएर हेर्ने पढ्ने त्यस्तो चाहिँ खासै छैन। त्यसपछि एक्जाम दिएँ, त्यसमा निस्केन, 2चोटि भयो है। अनि अर्कोचोटि पनि एक्जाम दिएँ, अर्कोचोटिमा चाहिँ अलि आफै नै मेन्टली स्ट्रेस भयो, अनि त्यो कारणले चाहिँ बिग्रियो। अनि घर फर्केँ, तेस्रोचोटि भयो। अनि चौथोचोटिमा चाहिँ के भयो त मतलब घरमै अब पढेँ। अनि त्यही बेलामा चाहिँ के भयो त फिजिक्सवालाको जुन छ नि, फिजिक्सवालाले चाहिँ उस निकालेको थियो रफ्तार ब्याच, मतलब युट्युबमा फ्रीमै थियो, रफ्तार ब्याच फ्री थियो। अनि त्यहीबाट चाहिँ मैले के गरेँ त जुन जुन आफूलाई जुन गाह्रो हुन्छ त्यो सब्जेक्टहरू मैले चाहिँ त्यहाँबाट पढ्ने स्टार्ट गरेँ। अनि त्यहाँबाट चाहिँ मैले पढेँ। अनि हुन्छ नि लाइक घरमा आउँदाखेरि त कोही पनि पढ्दैन नि त, मतलब धेरै काम हुन्छ, फ्यामिली गरिब भएपछि धेरै काम हुन्छ भन्नुहुन्छ नि, लाइक अब त्यस्तो छुट्टै पढ्ने त्यस्तो हुँदैन। अनि काम पनि गर्थेँ। अनि जब नोटिस आयो कि अब एक्जाम हुन्छ, त्यतिखेर चाहिँ मैले बल्ल चाहिँ मम्मीलाई भने कि मम्मी मेरो एक्जाम रहेछ। त्यतिखेर त मेरो मम्मी चाहिँ, मेरो फ्यामिली चाहिँ एकदम सपोर्टिभ भइसिन्छ। अनि उहाँले चाहिँ के भन्नु, हुन्छ तिमी पढ, तिमीले के गर्नु पर्दैन भन्नु। अनि त्यतिखेर चाहिँ 2 महिना चाहिँ पढेर एक्जाम दिँदाखेरि मेरो नाम निस्क्यो। त्यतिखेर झन् अब दलितमा चाहिँ कति थियो 21वटा सिट हुन्छ, मेरो चाहिँ 17 नम्बरमा चाहिँ निस्केको थियो क्या दलितमा। टोटल ऱ्याङ्क चाहिँ मेरो
200 2070 जति थियो त्यस्तै थियो। अनि सिएमसी नै रोज्छु भनेर कि कस्तो? सिएमसी रोज्नुको रिजन के छ त भन्दाखेरि मैले चाहिँ सिएमसी नै गर्छु भने चाहिँ फिक्स थिएन। मैले आफ्नो ऱ्याङ्क अनुसार चाहिँ मैले के देखेको थिएँ त भन्दाखेरि त्यतिखेर चाहिँ नेपाल आर्मीमा चाहिँ मिलेको थियो कि मेरो कोटामा। अनि त्योभन्दा पछिल्लो सालमा अनि मैले के गरेँ त त्यतिखेर लाइक अब यही पाउँछु भनेर कन्फर्म थिएँ। अनि त्यही भएर नेपाल आर्मीलाई सुरुमा राखिदिएको थिएँ। अनि त्यसपछि आयो अनि धरान अनि पाटन अनि त्यसपछि के गरेँ त यहाँ चाहिँ मैले पहिले नै गरेको हो एमबिबिएस मतलब एचए त यहीँबाट पढेको छु एनपिआईबाट। अनि मलाई थाहा थियो त्यतिखेर चाहिँ कि सिएमसी चाहिँ मतलब प्यासन फ्लोहरू राम्रो कलेज छ त्यतिखेर चाहिँ कम्स पनि धेरै राम्रो थियो होइन। अनि त्यसपछि के गरेँ त मैले यसलाई चुज गर्नु मैले के गरेँ त यहाँको धेरै जसो मान्छे मलाई चिनिराख्नु भयो क्या मतलब ठुल्ठुलो मान्छे अहिले पनि होइसिन्छ यहीँ भरतपुर हस्पिटलमा काम गरिराख्नु भयो। त्यसपछि यहीँको मेयरको हुन्छ नि त्यो अध्यक्ष लाइक केशव भट्ट सर होइसिन्छ उहाँहरूले चिनिराख्नु भएको छ। मलाई लाग्यो उहाँहरू चिनिराख्नु भएको छ अलिक सजिलो पनि हुन्छ यहाँ काम पनि खोज्न सजिलो हुन्छ। इभन आफ्नै कलेज छ भने त सायद नवराज बरालहरू चाहिँ होइसिन्छ उहाँसित अब पछि कुनै जागिर गर्नु पर्यो भने चाहिँ सजिलो हुन्छ भनेर मैले चाहिँ त्यही भएर सिएमसी राखिदिइहालेँ। अनि म्याचिङ हुँदाखेरि चाहिँ सिएमसी नै परिहाल्यो क्या त्यतिखेर अरू चाहिँ सबै तल राखिदिएको थिएँ। अरू त लाइक हुन्छ नि अर्को फिल्म जस्तै कि कर्णालीहरू यिनीहरूमा कोटाले गर्दा चाहिँ मैले चाहिँ पाउँथेँ तर मलाई त्यति टाढा चाहिँ जानु थिएन। अनि यहाँ चाहिँ काम पाउने सजिलो हुन्छ भनेर चाहिँ चुज गरेर एक्चुअली। ठिक छ तिमीहरूले गर्नुले लास्टै इन्ट्रेस्टिङ लास्टै मम्रे हुन्छ नि तपाईँकै स्टुडेन्ट लाइफमा पैसा भनेको एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ त्यो सबैलाई थाहा नै हुन्छ सबैले बुझेकै छन् होइन त्यो भित्रबाट भावित चाहिँ एकदमै लास्टै राम्रो इन्ट्रेस्टिङ गर्ने रहेछ। अनि तिम्रो कस्तो थियो सुरु एचएबाटै गर एचए कसरी गयो अनि अब घरमा एचए पढ्ने भइसक्यो चिन्ता त नामिसकेको छ। खासमा त यस्तो थिएन कि अब एमबिएस पढ्छु यस्तो सोचै थिएन कि सुरुमा। अनि गाउँघरतिर खासै हुन्न क्या गाउँतिर के हुन्छ भने चाहिँ अब सरकारी जागिर खाने एचए सकेपछि टेक्निकल पढ्नुको रिजन नै त्यही सरकारी जागिर न त्यति भएर सबै पुग्छ। घरमा अब दाइले पनि लाइक सरकारी जागिर गरिसक्नु भएको थियो दिदीले पनि ठुलो दिदीले पनि। अनि अब म थिएँ अब भाइहरू छ त्यसपछि के भयो अब एचए फर्स्ट इयरमा त अब बेसिक साइन्स हुन्छ नि खासै केही थिएन। फर्स्ट इयर अब मजाले कट्यो रमाइलो। सेकेन्ड इयरमा के भन्दा सेकेन्ड इयर भनेको मेरो लाइफ चेन्जिङ हो भनेको सेकेन्ड इयरमा हाम्रो कोर्डिनेटर चेन्ज हुनुभयो उहाँ डाक्टर मानिङ हो भने क्या उहाँ भनेको लागि अहिले चाहिँ अब सर्जन हुनुहुन्छ होइन जेनरल सर्जन अहिले त उहाँ अस्ट्रेलियाको हाल्नुभयो। उहाँले यसरी पढाउनु भयो कि मतलब उहाँ फर्स्ट अहिले पनि मलाई याद छ कि उहाँले फर्स्ट क्लास आएर पेप्टिक कल्चर पढाउनु भएको थियो कि सुरुमा के सुरुको क्लास थियो पेप्टिक कल्चर पढाइदिनु भयो। अनि लाइक लाग्यो कि उहाँलाई देखेर यस्तो मजाले पढाउने कि अनि उहाँले यो सेकेन्ड इयरभरि हामीलाई तपाईँको अब सेकेन्ड इयरभरि पुरैभरि मतलब ड्युटी के क्लास हुन्थ्यो 3 घन्टा क्लास बाँकी सबै ड्युटी गर जाऊ सबै कुरा। हामीले सेकेन्ड इयरमा धेरै कुराहरू सिक्दै सुचार गर्न लाइक के भन्छ सबै कुराहरू सेकेन्ड इयरमा सबै कुराहरू सिकाउनु भयो कि सरले बेसिक कुराहरू ओटीमा पनि ड्युटी सबै कुराहरू सेकेन्ड इयरमा सिकाउनु थाल्नुभयो। त्यसपछि अनि अब उहाँलाई देखेपछि अब आफै आउँछ नि एउटा देखेर उहाँले हामीलाई यति धेरै मिहिनेत गर्नु भने अब मेडिकल अफिसर हुन्छ नि इभन उनीहरूलाई नै क्लास लिन दिनुहुन्थेन कि उहाँले हामीलाई मात्रै उहाँले आफै लिने कि उहाँ जेनरल सर्जन हुनुहुन्थ्यो उहाँले पेडियाट्रिसियन हाम्रो कमल सरहरू हुनुहुन्थ्यो सुनिल सर हुनुहुन्थ्यो होइन सब। अनि अर्को सर हुन्थ्यो डाक्टर एग्गे ढोका उहाँले रेडियोलोजिस्ट होइन उहाँ पनि क्लास लिनुहुन्थ्यो लाइक यस्तो लाइक एकदम सपोर्टिभ कुरा उहाँहरू। अब सेकेन्ड इयर सक्यो थर्ड इयरमा चाहिँ हाम्रो त्यो हुन्थ्यो मेन्टल हेल्थहरू यिनीहरू पढाइन्थ्यो। अनि यहाँ पनि धेरै कुराहरू ड्युटी सधैँ ड्युटी हुने क्या थर्ड इयरमा पनि लास्ट रमाइलो भयो। त्यसपछि अनि अब फर्स्ट इयरमा लाइक म थर्ड भएको थिएँ सेकेन्ड इयरमा चाहिँ म टप भएको थिएँ अनि त्यसपछि थर्ड इयरमा पनि टप भएको थिएँ। अनि त्यो सेकेन्ड इयरको बेलामा चाहिँ हाम्रो यहाँ सरहरू हुनुहुन्थ्यो नि त डाक्टर मानिक नेपाली उहाँ लाइक एक ढोका उहाँले चाहिँ भन्नुहुन्थ्यो कि तिमीले चाहिँ एमबिएस गर्नुपर्छ बाबु लाइक तिमी राम्रो छौ लाइक अब हुन्छ नि सरहरूले चाहिँ भन्दाखेरि अब लाग्थ्यो त्यतिखेर भन्नुभएको छ अब गर्नुपर्छ यस्तो फिल आउँथ्यो भने अब घरमा भन्नै सकेको थिएन कि मैले अब घरमा त अब सरकारी जागिर खाने यस्तै थियो। त्यसपछि मैले अब भने दाइलाई अनि दाइ फेरि एकदम सपोर्टिभ घरमा सबै नाइ गली नभन्ने हुन्छ होला तिमी गर भन्नुभयो ठिक छ। अनि सेकेन्ड इयर सक्यो थर्ड इयरमा चाहिँ थर्ड इयरको आधाको सक्यो थियो कोरोना आइदियो क्या कोरोना आएपछि त्यसपछि भत्ता भुग्नु भयो कि 1 वर्ष नै लस भयो नि त। अनि सुरुमै सकेपछि अब इन्ट्रान्स दिने जस्तो हुन्छ लाइक हेर्ने यस्तो हुन्छ नि अब कलेज अब फेरि घरमा पैसा पनि छैन नि अब पेङ्न पढ्नलाई अनि लाइक अब पढ्ने भनेको स्कलरसिपमा आएपछि पढ्ने नत्र नपढ्ने भयो क्या। अनि 1 वर्ष यत्तिकै गयो 2076मा म त्यहाँबाट निस्किनु पर्ने
2077 भइसक्यो निस्केन, 2078 मा निस्क्यो क्या उहाँ त कासबाट। अब निस्किसकेपछि फेरि के भने चाहिँ अब दाइहरूले भन्नुभयो जाऊ काठमाडौँ गएँ, फेरि कोरोना के दाइ। त्यसमा फेरि भयो अब पिआरसी गर्नुपर्छ नि त, त्यही विश्वनिकेतनबाट गरेँ मैले पनि। पिआरसी गर्दाखेरि चाहिँ अब फेरि पिआरसी पनि फिजिकल क्लास भएन क्या दाइ, फेरि अनलाइन क्लास के त्यहाँ पनि। काठमाडौँ गएँ, फेरि फर्स्ट टाइम हाम्रो यहाँ चाहिँ सकिसकेपछि एउटा प्रब्लम के भयो दाइ, अब मैले यता उ पनि गर्नुपर्ने, फेरि फर्स्ट टाइम लाइसेन्सको इक्जामिनेसन हुन थाल्यो कि, तिम्रो पालामा थिएन होला होइन, उनीहरूको पालामा हुन्थेन लाइसेन्स थियो दाइ, त्यतिखेर हुन्थेन लाइसेन्स हामी एक्जाम चाहिँ हुन्थ्यो नि इक्जाम त्यतिखेर। हुन्थेन यतिकै लाइसेन्स हामी फर्स्ट ब्याच हो लाइक। अनि लाइसेन्स आउँथ्यो हाम्रोमा चाहिँ फर्स्ट हामीले चाहिँ अब लाइसेन्स पनि इक्जाम दिनुपर्ने भयो कि। अब म उता पिआरसी लगिरहेको छु, मलाई अब अनलाइन फेरि यता क्लास पनि लिन भ्याएन। अनि मैले के गर्थेँ भने त्यो टाइममा पिआरसीको पनि पढ्थेँ अलिअलि, अनि मैले पहिलाको मेरो नोट्सहरू हुन्थ्यो नि कासको, त्यही नोट्सहरूलाई पल्टाउँथेँ कि यो उसको लागि अब इक्जामिनेसनको लागि लाइसेन्सको लागि। अनि फर्स्ट टाइम त्यसपछि लाइसेन्सको इक्जाम भयो, इक्जाममा पनि पास भयो मजाले, आयो लाइसेन्स। त्यसपछि फेरि पिआरसीको इक्जाम भयो, पिआरसीको इक्जाम पनि तपाईँको 3 महिनामा हुनु पनि कोरोना गरेर 6 मन्थ लाग्थ्यो कि त्यही पनि। त्यसपछि फर्स्ट सी दिनु पनि त्यो पनि मिस भयो नि होइन। त्यसपछि त्यसमा पनि पास भयो, फर्स्ट सी मिस। अनि सेकेन्डमा मतलब सेकेन्डको लागि अब प्रिपरेसन गर्नु नेम आएँ म। नेम आएर सुरुमा चाहिँ नेममा आउँदाखेरि अर्कै लाग्ने कि अब सुरु 15 मार्क्स 20 मार्क्स त्यस्तो क्या स्टार्टिङमा त। मलाई जुलोजी चाहिँ राम्रो लाग्थ्यो होइन, किनभने अब त्यहाँ सिस्टम्सहरू हुन्थ्यो नि, मैले मिलाउने भनेको जुलोजीको मात्रै क्वेसन्सहरू हो कि अरू सुरुमा अब फर्स्ट इयरमा हुन्थ्यो अलिअलि के त्यही। हाम्रो सेकेन्ड इयर पुरै हिस्ट्री टेकिङहरू तपाईँको प्राइमेरी ट्रमा के सबै भइसक्यो कि त्यही। अनि अब थर्ड इयरमा त्यस्तो भयो, त्यसपछि इन्ट्रान्सकोमा आएँ म। इन्ट्रान्समा आएर त सुरुमा त के पढेर चाहिँ थाहा नहुने कि, म त आफै सक हुने रे, अब केही पढेको छैन होइन, अब फेरि पछि बिग्रिन्छ कि के हुन्छ भन्ने भयो। त्यही पनि अब मेहनत गरियो मजाले। अनि फर्स्ट इन्ट्रान्स भयो, इन्ट्रान्सको सुरुमा अब म त फर्स्ट बेन्च हो कि जहाँ पनि, अब फर्स्टमा पनि फर्स्ट बेन्च पढेको थिएँ। फर्स्टमा 109 मार्क्स आएको थियो फर्स्टमा चाहिँ, मतलब अब पाएन मैले होइन। अनि नपाएर चाहिँ घरमा गएँ। अब घर गएपछि फेरि अब लाइक हुने भयो कि, अब घरमा गयो अब अर्कै हुन्छ नि, लाइक अब फेल भयो जस्तो यस्तो फिल हुन्छ नि। लास्ट नराम्रो लाग्यो, अब दाइले पनि नराम्रो लाग्यो। सबभन्दा त मेन त बाजे हुनुहुन्थ्यो क्या उहाँ, अहिले उहाँ चाहिँ हुनुहुन्न होइन। सो लाइक त्यतिखेर चाहिँ मतलब बाजे हुनुहुन्थ्यो, उहाँ चाहिँ एकदम खुसी हुनुहुन्थ्यो, किनभने मतलब उहाँको इच्छा थियो मतलब अब राम्रो गरोस् डक्टर बनोस् होइन। अब फर्स्टमै ब्रेक के, अब फर्स्टमा त भएन नि। त्यसपछि मलाई नि अब अर्कै लाग्यो, अब के गर्ने फेरि मैले छोडिदिएँ कि बिचमा, अब होइन म लोकसेवा नै गर्छु, अब जब गरेपछि पैसा आउँछ यस्तै थट्स भयो बिचमा। अनि फेरि के भयो अरे त्यसो भने चाहिँ म त्यो छोडेर फेरि सुर्खेत आएँ। सुर्खेत आउँदाखेरि चाहिँ अब लोकसेवाको खुलेकै थिएन क्या, खुल्ने अब पछि खुल्छ भन्ने भइरहेको थियो। अनि त्यसपछि दाइले भन्नुभयो कि अब खुल्न पनि पछि खुल्छ होला, दाइ दिदीहरू सबैले भन्नुभयो पछि खुल्छ होला, अब तिमी पढ 1-2 महिना भन्नुभयो। त्यसपछि म सुर्खेत आएँ, सुर्खेतबाट फेरि काठमाडौँ आएको थिएँ। 2 महिना चाहिँ होस्टेल बसेँ। पहिला त नेममा क्लास लगेको थिएँ, क्लास केही लगेन, आफै पढेँ क्या। 2 महिना मात्रै, अब 2 महिना त्यत्रो सिलेबस भ्याउन नि गाह्रो। 2 महिनामा पढेर फेरि त्यसपछि 122, 23 यस्तै मार्क्स आएको थियो। अनि कोटामा पाएँ कि, मैले दमदमीको कोटा थियो, कोटामा पाएँ। कोटामा पनि कस्तो भयो र फेरि भनेपछि त्यहाँ मैले पाउनु पर्थ्यो लाइक हुन्छ नि 4 जना कोटा थियो। अनि अब मेरो लास्टतिर थियो। अनि मैले फेरि के गरेँ भनेपछि म त कास अब 4वटा कलेज पो थियो नि, एउटा तपाईँको आइएम थियो, अर्को भनेको जीविका थियो, अर्को एसिएम थियो, अर्को चाहिँ कास थियो क्या। अनि मलाई म त कास पाउँछु होला, म त्यसै ऱ्याङ्कमा राखेको थिएँ कि 4 नम्बरमा कास, अगाडिदेखि यसै राखेँ। तर के भयो भने चाहिँ मभन्दा पछिकोले कास पाइदियो, मैले सिएमसी अगाडि मभन्दा एउटा अगाडि छर्दैछ कि, त्यही भएर मैले चाहिँ कास पाएँ, सिएमसी पाएँ। यस्तै छ अब चलिरहेको छ अहिले, कस्तो रमाइलो छ। ठिकै छ कलेज चाहिँ, लाइक कलेजको कुरा गर्दाखेरि कलेज चाहिँ इज भेरी स्ट्रिक्ट होइन। एउटा कुरा चाहिँ अब अरू चाहिँ पढ्ने मान्छेको लागि चाहिँ एकदम सही छ होइन, अब नपढ्ने मान्छेको लागि चाहिँ त्यस्तै हो। मेहनत गर्ने मान्छेको लागि चाहिँ एकदम सही छ सिएमसी। नाइ म जबै गर्छु नि, म त्यहाँबाट सकेँ कि दाइ। अब हाम्रो जब यस्तो हुन्छ कि दाइ, कस्तो हुन्छ भने चाहिँ कासमा अब लाइक कास भनेको अरू सिटिभी जस्तो छैन कि दाइ, त्यो आफ्नै हुन्छ नि सबै। त्यसले के गर्थ्यो भने तपाईँ सेकेन्ड इयरदेखि नै ड्युटी गराउँथ्यो कि, सबै कुराहरू सेकेन्ड इयरमा सिक, थर्ड इयरमा पेडियाट्रिक थियो, तपाईँको मेन्टल हेल्थ थियो, सबै न्युरो सबै थर्ड इयरमा थियो कि, आइएनटीहरू सबै थर्ड इयरमा, त्यहाँको सबै कुराहरू सिकाउँछ। त्यसपछि अब तपाईँ गएर अब कास पहिला त थियो कासमै जब दिन्छ। अनि त्यसमा बिचमा फेरि केही इस्यु भयो, त्यसपछि भएन कि त्यो नभएपछि अनि हामीहरू ठ्याक्कै गएँ बाहिर चाहिँ, जब गरेन मैले कतै पनि। अनि सिधै डिरेक्टली चाहिँ अब सिएको
त्यहाँ पनि फेरि दबाई खायो नि त 3 महिना 6 महिना भयो फेरि त्यस्तै अनि अब सेकेन्ड इयरदेखि पुरै माइन्डै चेन्ज हो कि त्यो सरहरूले गर्दाखेरि अनि उहाँलाई देखेर उहाँहरू भनेको चाहिँ लाइक इन्सपिरेसन भनेको उहाँहरू नै हो लाइक अब कसैले सोध्छ नि जस्तो अब को हो तिम्रो मेडिकल फिल्डको भनेपछि अब दुईजना चाहिँ मलाई सबभन्दा पहिला आउँछ दाइ डक्टर मारिन निकाउने भनेर एक गिरो गयो मतलब उहाँ दुई जुम्लाको हो कि लाइक एउटा चाहिँ रेडियोलोजिस्ट उहाँ चाहिँ सर्जन हो लाइक गाह्रो छ नि त धेरै नै गाह्रो छ कि अब गाउँघरमा पनि लाइक यो एमबिबिएस बनाउनु लाइक गाउँभरि एकदम एकदम गाह्रो हो कि अब पैसा हुनेले त पढ्छ होइन नहुनेलाई त मतलब गाह्रो हुन्छ नि त अब लाइक 55 लाख 45 लाख भन्दा थोरै होइन तिर्ने मात्रै अरू त्यति धेरै लाग्छ नि सो त्यस्तै छ जर्नी अब नजिक छ अब त्यो सी दिन चाहिँ ठुलो कुरा कदम हो जस्तो लाग्छ कि किनकि फिजिक्स केमिस्ट्रीहरू त्यो फर्स्ट इयरमा केही पढाएन अनि त्यो त्यहाँबाट डक्टर मात्रै हुन्छ एमबिबिएस पढ्ने सोच्दा यत्तिकै सानसानो मान्छेले सोच्दैन कि त्यो सी पनि त्यस्तै मलाई सबभन्दा अरू त मलाई फिजिक्स त गाह्रो लाग्थेन कि मलाई फिजिक्स र जियोलोजी चाहिँ मेरो क्लास सही थियो त्यही नै हो लाइक बोटनी सबभन्दा झ्याउ लाग्ने थियो मलाई त्यो प्लान उहाँ सोच्छु कि भाइ सुरुमा चाहिँ बोट किन पढिरहेको छ पछिलाई काम लाग्छ गर्दा यस्तो सोच हुन्छ कि बोटनी र केमिस्ट्री अलिक बिग्रेको थियो अरू त लाइक ठिकै भयो फिजिक्स त मलाई लाग्थ्यो रमाइलो लाग्थ्यो मलाई त गाह्रो लाग्ने भनेको त्यो एउटा फिजिक्स त त्यति होइन मतलब म्याग्नेटिजम भन्दा गाह्रो लाग्थ्यो किनकि त्यो बुझ्ने चाहिँ छ होइन अनि केमिस्ट्रीको चाहिँ धेरै जस्तो गाह्रो लाग्थ्यो अब केमिस्ट्री तर मेरो घरका मान्छे धेरै सपोर्टिभ भइसक्छ नि त अब जब गर्दाखेरि होइन हुन्थ्यो त्यतिखेर जब गर्दाखेरि अब जब इन्ट्रान्स आयो नि त मैले भनिदिएको थिएँ मम्मीले मेरो इन्ट्रान्स नजिक आइसकेको छ म छोडिदिउँ भनेर त्यतिखेर चाहिँ मेरो फ्यामिली सपोर्ट गर्थ्यो नि त अब छोडिदिएपछि उहाँले त अब रुम भाडाहरू त तिर्नु पर्छ नि अनि त्यतिखेर उहाँहरूले पैसा पनि दिनुहुन्थ्यो धेरै धेरै सपोर्टिभ हो मेरो फ्यामिली ओभरमा त्यही भएर बिना केही नै हुन्न कि दाइ अब जेसँग फ्यामिलीले गर्दा नै केही नै छैन कि दाइ मेन भनेको फ्यामिली हो कि अब जति अगाडि बढिन्छ नि अब इभन हाम्रो अब यो त थर्ड इयर अल सेकेन्ड इयर छ नि त थर्ड फोर्थ फिफ्थ मात्रै होइन त्यहाँ इभन फ्यामिली गर्दासम्म पनि फ्यामिलीकै हो जे पर्दा पनि फ्यामिली चाहिन्छ कि दाइ अब त्यस्तै छ क्या जस मेरो फ्यामिली चाहिँ ओभर भनौँ न बिनाजुसम्म पनि होइन सबैले एकदमै सपोर्टिभ हुनुहुन्छ जे मसँग कति गाउँमा पढेको केटाले बिहे गरेर छोराछोरी हो यो चाहिँ हो भइहाल्यो अहिले कस्तो भइरहेको छ फर्स्ट इयर त पास भएर रेगुलर नै रमाइलो भइरहेछ अनि सेकेन्ड इयर भर्खर अब रेसी र सिबे सक्यो ठिकै छ लाइक अब आफ्नो मोटिभेसन चाहिँ हुन्छ कि दाइ लाइक अब वर्डहरू पनि नसुने जस्तो पनि लाग्दैन नि त सब सुन्ने जस्तो लाग्दैन त फिल रमाइलो लाग्छ तर यहाँ आउँदाखेरि चाहिँ सबभन्दा रमाइलो लाग्ने खारमा र व्यस्त लास रमाइलो लाग्छ अरू ठिकै खारमा र व्यस्तसँग चाहिँ अलिक धेरै लो फिल हुन्छ मतलब भन्नाले म किन एमबिबिएस पढिसकेको थिएँ होइन जब हुन्छ नि त अब अभियसली जहाँ गयो भने अहिले जब त पाइन्छ नि त माथि ल माथि हाम्रोतिर अब कता गएर धेरै माथि ठाउँमा त खाली नै हुन्छ नि त अभियसली जब पनि पाइन्छ म किन दुःख गरिरहेको छु कमाएर पढिरहेको हुन्थेँ होइन घरबाट कति मागे टाइपको हुँदैन कहिले काहीँ चाहिँ त्यस्तो हुन्छ कि पैसा नभएको बेलामा चाहिँ अरू त खासै हुन्न कहिले काहीँ त अब पैसा नै हुन्न नि त अब घरमा नि अब स्यालेरी भन्ने बित्तिकै आउँदैन नि त यहाँहरू पनि अनि पढ एकछिन यस्तो लाइक जबै गरेको भए हुन्थ्यो कि यस्तो पनि हुन्छ तर ठिक छ जे होस् सबै रमाइलो छ अहिले त्यस्तो त्यस्तो त भइरहेको छ त्यो त भइरहेको छ अब लो इकोनोमिकल भएपछि त नहुने कुरो अलिअलि चाहिँ पैसा आएपछि झन् फ्यामिलीलाई सपोर्ट गर्न पाइन्थ्यो कि भन्ने चाहिँ हुन्छ नि त अब प्रयास पनि गरिदिन्छ अब यो चाहिँ सकेपछि बल्ल चाहिँ सेकेन्ड इयर सकिन्छ थर्ड इयरबाट चाहिँ मिल्यो भने चाहिँ जब गर्ने हो त्यही सोचेको त्यसै सपोर्टिभ हुन्छ नि त फ्यामिलीलाई
तिमीलाई जस्तै चाहिँ अब कम्फर्ट हुनु पर्यो, सहज हुनु पर्यो होइन। अब यता जब गर्नु फेरि यतातिर पढाइमा ह्याम्पर भयो भने त अलिक गाह्रो पर्छ। अब त्यही अनुसार मिलाएर गर्दा ठिक हुन्छ। अनि अब कौशलको के छ त प्लान? अब त केही छैन, अब हेरौँ, सेकेन्ड इयर पास गरौँ पहिला, त्यसपछि थर्ड इयर म त भन्नाले यताउता केही गर्ने सोच्छ कि अब पहिला एमबिबिएस सकाउँछ अनि गर्छ? मलाई जब त अब फेरि पढ्न नि पऱ्यो नि थर्ड इयर भन्ने नि, अब अलिक पछि नै चाहिन्छ। अब अहिले फेरि अब झन् गाह्रो भइरहेको छ, त्यो सुनिरहेको छु यहाँ, लाइक उसको लाइसेन्सको पनि एनएमसी पनि, मतलब अब त फेरि तपाईँको प्र्याक्टिकल्सहरू पनि आउँछ, यस्तो यस्तो छ, सब हेर्नु पऱ्यो नि पछि। त्यही भएर अब पढ्ने, अब त्यस्तो खालको केही छैन अब। के छ म त भन्नाले अब एमबिबिएस पछि चाहिँ के गर्ने सोच्छ? एमबिबिएस गरेर थाहा भइसक्यो होला। ए अब एमबिबिएस पछि अब तपाईँको एमबिबिएस पछि 2 वर्ष बन्दै हुन्छ क्या, हामी अब स्कलरसिपको चाहिँ अब कहाँ पठाउँछ सरकारले, त्यहाँ जानु पऱ्यो। त्यसपछि अब त्यहीँ नेपालमै बस्छु, अब पछि बाहिर जान्छु त्यो पनि थाहा होइन। अब लाइक जे भयो नि सर्जन चाहिँ भन्छु, लाइक त्यही छ सोच, अब अरू केही छैन। लास्ट फिल्डको बन्न मन? अब सर्जन, अब जेनरल सर्जन त बन्नुपर्छ पहिला, त्यसको लागि अब पछि हेरौँ, पछि जे पनि भन्न सक्यो त्यसपछि सर्जन चाहिँ अब भन्छ। अहिलेसम्म म त भन्नाले नेपाल छोड्ने मन चाहिँ बस्नु भन्छ? अहिलेसम्म त्यस्तो खासै त्यो थट्स त आएको छैन, अब सायद यो जर्नीभरि आउँछ होला सायद, अब बुझिन्छ नि कस्तो छ भने। अहिले त खासै केही छैन, अब 2 वर्षसम्म त सब जानु पनि मिल्दैन, त्यसपछि अब यहीँ पढ्ने कि जाने हेरौँ, अहिले खास त्यस्तो छैन। अब तिम्रो चाहिँ के छ एमबिबिएस पछि त्यसमा प्लान? यसको त्यही त अब बोन्डिङ गर्ने हो। बोन्डिङ गरिसकेपछि अब जस लोकसेवा पहिला चाहिँ म दिन्छु होइन। जब भयो भने चाहिँ बल्ल चाहिँ अगाडि कतै अब एमडी नै गर्नु पर्यो भने चाहिँ अब गरौँला, नत्र बाहिर जाने सोच त छ। जो पहिला लोकसेवा चाहिँ भिड्ने हो। एमबिबिएस सकेपछि लोकसेवा भिडेर चाहिँ त्यो जब गरिहाल्नुपर्छ, अनि त्यसपछि अब कुन फिल्डमा चाहिँ जानु मन छ? यो फिल्डमा चाहिँ मलाई लाग्छ फिजिसियन, जेनरल फिजिसियन। अनि अब त्यसो लाइफमा कहिले काहीँ यस्तो कोहीहरू आए भन्नाले सपोर्टिभ मान्छेहरू कहिले आए कि होइन? कि अहिलेसम्म यस्तो कोही पनि आएको? म एकदम पढाइमै फोकस गरिरहेको हेर्दाखेरि त तिम्रो इन्ट्रेस्टिङ गर्ने नै अब त्यो समयमा पनि कोही त हुन्छ नि त त्यो ठिक त मतलब सपोर्ट गर्ने चाहिँ एउटा साथी चाहिँ फिमेल साथी चाहिँ थियो होइन। लाइक अहिले पनि छ हुनु त, नाम नै भनिदिइहाल नि, त्यसको चाहिँ जरिना, मतलब लाइक हुन्छ गर्लफ्रेन्ड चाहिँ छैन कि, जस्ट फ्रेन्ड हो, त्यो टाढाको, जस्ट उसले सपोर्टिभ गर्दा। सपोर्टिभ मान्छे भयो त्यो गर्लफ्रेन्ड नै हुन भएन कि पर्दैन। मतलब केही कुरामा त्यस्तो डिमोटिभेटिभ भयो चाहिँ हुन्छ नि, भइरहेको हुन्छ नि त बेला बेलामा, अनि त्यसले चाहिँ हेल्प गर्छ क्या त्यो, लाइक त्यही भएर त्यो मैले मोटिभेट गर्छ। अब मेरो पहिला त अब कोही पनि छैन, फ्यामिली नै हो नि त मेन भनेर त सपोर्ट गर्ने। अब यहाँ आइसकेपछि अनि अस्ति जस्तै भन्दाखेरि मैले यसै लास्टमा के सोधेको भन्दाखेरि अस्ति भर्खर हाम्रो टिएनसीमै भएको इन्सिडेन्ट होइन, बिडिएसको त्यो बिडिएसको त्योभन्दा अगाडि नै धेरै तिमीहरू आइसकेको थिएन? हामी चाहिँ फर्स्ट इयरको बिचमा त्यतिखेर पनि सुसाइड भएको थियो कि जे हुन्छ नि। अब आजभोलि चाहिँ धेरै सुसाइड केसहरू लाइफमा एउटा मान्छेलाई सपोर्ट गर्ने, लाइक उसले चाहिँ जस्ट सुनिदियोस् कि आफ्नो मनमा भएको कुराहरू सुनिदियो भने कम हल्का हुन्छ। त्यस्तो सुसाइडिङ थटको कुरा गर्नुभयो भने चाहिँ त्यो मेरो मम्मीसित मैले केही छुपाउँदिनँ, केही जे होस् एज अ होस्, उहाँले चाहिँ मलाई सपोर्ट गरिराख्नुहुन्छ। अब डिमोटिभ पढाइको कुरा गऱ्यो भने पढाइमा चाहिँ डिमोटिभ भइन्छ होइन। अनि त्यसमा चाहिँ मेरो साथी छ जुन अहिले केयुमा चाहिँ पढाएको छ धुलीखेलमा, त्यसले चाहिँ मलाई मोटिभेट गर्छ कि पढ्नुपर्छ, यस्तो यस्तो गर्नुपर्छ। उसले चाहिँ मलाई पढाइको लागि मोटिभेट गर्छ। तर यताउताको लागि त मेरो फ्यामिली चाहिँ छ, फ्यामिलीले चाहिँ गरिहाल्छ। अरू चाहिँ हुन्छ नि कहिले काहीँ ओभर नै डिमोटिभेट भइन्छ भने मम्मीले चाहिँ धेरै मिस गर्नुहुन्छ। त्यही हो यस्तो लाइक मलाई चाहिँ के लाग्छ भने अब सबै कुराहरू फ्यामिलीसँग गर्न सकिन्न नि त। कुनै कुराहरू हुन्छ जो फ्यामिलीसँग भन्न नि मिल्दैन कि, त्यसको लागि चाहिँ छ होइन, लाइक सी इज गुड, त्यति हो। तर त्यो अब जस्तै मैले अब मलाई पढिरहेको नि त एउटा बुक होइन, तर त्यो मेरो मम्मीले पढ्नु भएको छैन नि त। अनि मम्मीलाई चाहिँ थाहा हुन्छ कि अब मेरो मम्मीसँग 10 क्लास पढ्यो कि 10 क्लासमा पढ्नु भयो, 10 क्लास यत्रो बुक हुन्छ नि त थाहा हुँदैन। त्यो बुकमा कति प्रेसर हुन्छ कतै थाहा हुन्छ। त्यही भएर पनि अब एउटा साथी चाहिन्छ त्यो चाहिँ भयो। जस्तै अब एउटा यस्तो साथीहरू कि जसले कुनै बेला पढाइ चाहिँ नसिक्थ्यो,
पढाइमा हेल्प हुन्छ भने त्यो फरकै पर्दैन एकदम एकदम त्यो चाहिँ त्यस्तो हुनुपर्छ जस्तो लाग्छ मलाई त्यो त हुन्छ। एउटा चाहिँ चाहिन्छ जो छ मसँग त्यहाँ छ त्यो एज पढाइको लागि त त्यही हो धुली खेलकै साथी उसले चाहिँ सपोर्ट साथी हो जस्तो मतलब त्यस्तो छैन जस्ट साथी चाहिँ मात्र साथी हो त्यो भयो नि ठुलो कुरा हो त्यो गर्लफ्रेन्ड नै हुनुपर्छ भन्ने छैन नि त। जो उसले सुनिदियोस् कुरा आफै जो आजभोलि चाहिँ बोलेको छैन तर उसको चाहिँ सपोर्ट चाहिँ धेरै छ मेरो पढाइको लागि हुन्छ नि डिमोटिभेट भएपछि उसले पढ्नमा चाहिँ पढ्नुपर्छ यस्तो गर्नुपर्छ भनेपछि उसले चाहिँ धेरै सपोर्ट गरेको पढ्नको लागि आजै पोडकास्ट पठाइदिनु त नि हल्का पठाइदिनु पर्छ। त्यो बारेमा यस्तो भन्यो भने आजले कम्युनिकेसन धेरै सुरु हुन सक्छ नान्दा ठिक छ कौशल अब जस्तै भन्नाले अब यस्तो गफहरू भए पनि अब जस्तै भन्नाले अब एचबाट कोही अब एमबिएस सोच गर्छ भने चाहिँ उसले चाहिँ के गर्नुपर्छ होइन के अप्नाउने स्ट्राटेजी अप्नाउनु पर्छ अथवा कुन कसरी पढ्न पर्छ के भन्छ अब यस्तो हो अब एमबी एचए सक्यो छ भने चाहिँ फर्स्टमा त लाइसेन्स निकाल्नै पर्छ क्या त इभन तपाईँको पिआरसी गर्ने बेला पनि लाइसेन्स चाहिन्छ क्या अब लाइसेन्स निकाल्नु पर्यो सबैले त्यसपछि अब पिआरसी हुन्छ अब 3 मन्थको कोर्स हुन्छ होइन अब यो सकेपछि यसमा पनि यस्तो छ कि त्यो क्राइटेरिया छ फिजिक्स केमिस्ट्री र बायोलोजीमा 50% ल्याउनै पर्छ होइन यो ल्यायो भने बल्ल मतलब इलिजिबल भयो सीईको लागि इलिजिबल भयो त्यसपछि इन्ट्रेस्ट छ भने त्यो गरेर चाहिँ अब इन्ट्रान्सको प्रिपरेसन गर्नुपर्छ त्यसमा चाहिँ अब मेहनत चाहिँ गर्नुपर्छ है फेरि अब पढ्न इन्ट्रेस्ट छ भने चाहिँ अब ड्रप होस् मतलब छैन ड्रप भयो नि तर ड्रप गरेर भयो भने राम्रोसँग पढ्ने मजाले त्यही अब इन्स्टिच्युट चाहिँ अब मलाई के लाग्छ भने चाहिँ एउटा मात्रै अब एउटालाई चाहिँ विश्वास गर्नुपर्छ कि दाइ लाइफमा चाहिँ रुल अफ वान भन्ने छ नि त लाइक अब त्यही एउटा एउटा गल एउटा अलि सँगै त्यस्तै हुन्छ नि एउटा कुरा मात्रै अब एउटा मोडुल पढिरहेको छ नि एउटै पढ्ने क्या दाइ अब रङ छ भने त्यसलाई सच्याउने नि त त्यो भएर अब एउटा चाहिँ इन्स्टिच्युट होस् अथवा अनलाइन पनि भएर आउँछ तर मलाई चाहिँ के लाग्छ भने अनलाइन भन्दा इन्स्टिच्युटै बेस्ट लाग्छ कि अब फिजिकल पनि हुन्छ सबै कुराहरू त्यही भएर चाहिँ लिनु पर्यो राम्रोसँग आफूले चाहिँ मिहिनेत गर्नुपर्छ त जे भने नि अब अरूले त अब कस्तो लाग्छ भने गाउँहरूतिर के हुन्छ भने यसले सक्दैन यस्तो यस्तो भन्ने पनि हुन्छ नि अब तपाईँ अब एउटा समाजमा बस्नुहुन्छ भने यताउता कुराहरू सुनि नै हाल्छ नि त्यही भएर मतलब अब जस्ट फोकस आफ्नो गोल के हो त्यसमा चाहिँ फोकस गर्ने मजाले पढ्यो भने सकिन्छ मजाले नै ढुक्कसँग पढ्ने सबै कुराहरू पढ्नै पर्यो नपढे त आफूले अरू जसले जे कुरा गरे पनि मलाई के लाग्छ भने आफूले चाहिँ मिहिनेत नगर्छमा के नि हुन्न क्या दाइ आफ्नो मिहिनेत चाहिँ आफूले गर्नुपर्छ रिजल्ट चाहिँ अब रिजल्टको कुरा त अब यस्तै हो नि त रिजल्टको त भएन नि मेन भनेको मेहनत आफूले गर्यो भने एक दिन सफलता अवश्य भइन्छ क्या त्यो सोचेकै थिएन नि म त्यही हो त म दाइ मलाई इभन अब घरमा पनि म आफ्नो घरभन्दा आफ्नो हुन्छ नि यताउता घरहरू त्यहाँ जान पनि अर्कै लाग्छ कि मलाई पहिल्यैदेखि नै एकदम इन्ट्रोभर्ट थिएँ म त्यसपछि अब कास गएपछि अलिक चेन्ज त्यसपछि काठमाडौँपछि यहाँ अझ ठिकै लाग्छ त्यो मजाले रमाइलो छ गर्ने चाहिँ मजाले आफूले चाहिँ मेन भनेको आफूले मिहिनेत चाहिँ गर्नै पर्छ बाँकी त अब बाँकी भगवान् भरोसा हुन्छ नि त्यही नै आफूले मिहिनेत गर्यो भने अवश्य एक दिन मजाले पाइन्छ ढुक्क जस्तै म एउटा क्वेसन सोध्नु चाहन्छु जस्तै यदि कसैले एचए गरिरहेको छ होइन हजुर उसले बिपिएस गर्नलाई पनि त्यो एग्रिगेट दिनै पर्छ नै त्यस्तो चाहिँ पर्दैन अब एचए पढेको छ भने लाइसेन्स छ भने डिरेक्टली चाहिँ बिपिएस दिन पाउँछ बिपिएस बाहेक अरूको सबै कोर्सहरू छ जस्तो बी फार्मेसी दिनलाई होस् बिएमआइले दिनलाई होस् बिडिएस दिनलाई होस् त्यसको लागि चाहिँ फेरि चाहिन्छ कि क्रास कोर्समा तपाईँको त्यही इक्विभ्यालेन्स हुन्छ नि 3 महिना कोर्स चाहिँ गर्नै पर्छ कि बिपिएस भनेको त डिरेक्टली अब एचएले गर्ने त हो नि खासमा चाहिँ त्यही भएर चाहिँ पर्दैन क्या त्यस्तो अनि तिम्रो चाहिँ के छ जस्तै अब यहाँ चाहिँ पढ्दै गरेको जस्तै भाइ बहिनीहरू छन् होइन तिमीलाई त अब के सल्लाह दिन चाहन्छ अब यसको फिल्डमा चाहिँ आउँदा ठिक हुन्छ कि होइन यति गरेपछि चाहिँ लोकसेवातिर गर्दाखेरि ठिक हुन्छ कि कस्तो खालको सल्लाह दिनु मैले चाहिँ के भन्छु त सिचुएसन चाहिँ फ्यामिलीको सिचुएसन हेर्नु पर्ने फ्यामिलीको सिचुएसन हेर्ने अब फ्यामिली मतलब स्ट्रङ नै छ इकोनोमिकली भने चाहिँ डिप्लोमा गरेर अब नै म लोकसेवा गर्दिनँ म डाइरेक्टली हायर लेभलतिर जान्छु भन्ने सोच छ भने यस यु क्यान गो म भन्छु होइन तर यदि फ्यामिलीको सिचुएसन अलि कम छ भने मतलब कति दिनसम्म सपोर्ट गर्छ नि त फ्यामिलीले आफूले नै उसो हेर्नुपर्छ नि त सो त्यसको लागि म भन्छु पहिला अब लाइसेन्स निकाल्ने अनि के गर्छु भने जब चाहिँ गरिहाल्नुपर्छ भन्ने चाहिँ म भन्छु जब गरिसकेपछि तिमीलाई त अब 2 वर्षसम्म जब गरेपछि त्यो थर्डमा चाहिँ के हुन्छ त भन्दाखेरि एजुकेसन बिदा दिन्छ क्या अब पढ्ने इच्छा छ भने एजुकेसन बिदा दिन्छ अब त्यहाँ त्यतातिर नि गयो जान मिल्छ
अब एजुकेसन दिँदा दियो भने त्यतिखेर अब तिमीले इन्ट्रान्स दिने, इन्ट्रान्स दिइसकेपछि इक्वालेन्ट त गर्ने हो, इक्वालेन्ट गरिहाल्नुपर्छ होइन। इक्वालेन्ट गरिसकेपछि किनकि अगाडि त जे फिल्डमा पनि जानु इच्छा हुन्छ नि त पछि गएर। सो म एचए गर्ने, एचए गरिसकेपछि लाइसेन्स निकाल्ने, लाइसेन्स निकालिसकेपछि म भन्छु त्यतिखेर नै के गर्यो त इक्वालेन्ट गरिहाल्यो कि धेरै टाइम लाग्दैन, 3 महिनाको कोर्स त हो होइन। 3 महिनाको कोर्स नि त मजाले निस्किन्छ, पढ्यो भने त मजाले निस्किन्छ। त्यो सकाइसकेपछि अब म भन्छु अब यता इन्ट्रान्सको लागि त त्यति भन्छ नि एकदम स्ट्रङली चाहिँ हेल्प गर्ने भने इक्वालेन्ट कोर्सले गर्दैन, किनकि फिजिक्स केमिस्ट्री अलरेडी त्यति नै विक हुन्छ। तिम्रो बेनिफिट हुने भनेको चाहिँ बायोमा मात्र बेनिफिट हुन्छ। बायोमा पनि बोटनी लाइक हुन्छ नि, बोटनी त्यति धेरै पढाइ हुँदैन कि, मतलब त त्यही भएर जुलोजी चाहिँ स्ट्रङ हुन्छ, बोटनी कमजोर हुन्छ। बोटनीलाई स्ट्रङ बनाउने अनि केमिस्ट्रीको कुरा गऱ्यो भने केमिस्ट्रीको अब फिजिकल केमिस्ट्रीमा स्ट्रङ बन्न सकिन्छ, इनअर्ग्यानिक केमिस्ट्रीमा स्ट्रङ बन्न सकिन्छ, त्यो चाहिँ भ्याउने अनि बल्ल चाहिँ यता फाइट गर्ने, त्यो चाहिँ मैले भन्छु। भनेपछि अब चाहिँ हामी अन्तिमतिर आइसकेका छौँ है। मान्छे अब चाहिँ अब इन्ट्रान्स हाम्रो अब भाइ बहिनीहरूको इन्ट्रान्सको देखा हजुर। 3 महिना होला, 3 महिना जस्तो होइन 4 महिना 4-5 महिना होइन। तिमीलाई चाहिँ तिमीले के सल्लाह दिन चाहन्छौ? के हुन्छ कस्तो खालको स्ट्राटेजी अप्नाउने हो भने चाहिँ स्कलरसिपमा चाहिँ नाम लिन सक्छ, मेडिकल गर्नेमा आउन सकिन्छ, कस्तो खालको सल्लाह अब दिन चाहन्छौ? उहाँहरूको लागि चाहिँ मैले के भन्न चाहन्छु त अब 5 महिनामा अब इन्ट्रान्स एक्जाम हुन लागिसकेको छ होइन। र यताको प्रदेशहरूको कुरा नि हेऱ्यो भने चाहिँ अहिले चाहिँ त्यसको जुन भ्याकेन्सी छ नि लोकसेवाको चाहिँ चान्स चाहिँ छैन अहिले, मतलब भ्याकेन्सी खोल्दैन नयाँ। म भन्छु त्यतातिर नि हेर्दा बेटर होइन। मतलब अब अगाडि पढ्ने छ भने चाहिँ तिनीहरूको लागि चाहिँ गोल्डन चान्स पनि भन्न सकिन्छ। त्यो मजाले चाहिँ त्यता, किनकि अब इन्ट्रान्स कसरी त्यहाँ स्ट्राटेजी कस्तो अप्नाउने त भन्दाखेरि बायो इन्ट्रान्समा चाहिँ के हुन्छ त बायो पढ्यो भने चाहिँ के हुन्छ त यताको जुन एचएको लागि जुन लोकसेवा हुन्छ नि त्यो लोकसेवाको पनि तयारी भइहाल्छ कि बायो प्रिपरेसन गऱ्यो भने त लोकसेवाको पनि भनेपछि लोकसेवाकै तयारी गऱ्यो भने यता चाहिँ इन्ट्रान्सको तिम्रो बायो कम्प्लिट हुन्छ, त्यस्तो बुझ्नु पर्यो कि। अब त्यो कम्प्लिट हुन्छ। अब फिजिकलको कुरा गऱ्यो भने यता लोकसेवा त हाम्रो कम्प्लिट छ नि त यार। अब मजाले अब लोकसेवा खोल्यो भने चाहिँ त्यसमा फाइट गर्न सकिन्छ, किनकि अब इन्ट्रान्समा अलरेडी बायो छँदैछ, म्याथ पनि हालेको छ अनि लोकसेवामा पनि त्यो बायो छ र म्याथ छ, त त्यति त कम्प्लिट भइहाल्छ। तिम्रो त लोकसेवा यतिकै कम्प्लिट हुन्छ। लोकसेवा कम्प्लिट भयो, अब तिमीले लोकसेवाले तिमी अलरेडी इलिजिबल छौ, मजाले फाइट गर्न सकिन्छ होइन। र अर्को कुरा इन्ट्रान्सको लागि त इन्ट्रान्सको लागि अब तिम्रो हेर्नुपर्ने के रहेछ, अब बाँकी फिजिक्स र केमिस्ट्री रहेछ, अनलाइन पनि पाउँछौ अनि के अब पर्सनल टिचर पनि पाउँछ, त्यो जोइन गर्ने अब पढ्ने त्यही अनुसार। तर मेहनत चाहिँ गर्नुपर्छ, नमेहनत गरेको चाहिँ हुँदैन, मेहनत चाहिँ गरिराख्नुपर्छ। जस्तो तिमीले अघि भनेको थियौ जस्तै कौशलले त जब गरे होइन, तिमीले जब गरे अनि यस्तो सुनेको जस्तै 2 वर्ष अगाडि काम गरिसकेपछि अनि त्यहीँको उसले पढाइदिन्छ हो नै 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 त्यो पढाउनु चाहिँ त्यस्तो हुँदैन। अरू एचए गरेपछि एउटा अरू कुरा पनि फाइदा छ कि मैले देखेँ अनुसार होइन। लाइक अब तपाईँले एचए गरिराख्नु भयो नि होइन, एचए गरिसक्यो, अब एचए गरिसकेपछि लाइक अब हायर स्टडीको लागि चाहिँ एउटा मात्र त्यो होइन कि, धेरै जसोलाई थाहा छैन कि मतलब एचए गरिसकेपछि एनेस्थेसिया असिस्टेन्टको पनि कोर्स हुन्छ है, एनेस्थेसिया असिस्टेन्टको कोर्स पनि हुन्छ। सो अब मैले अब विचार छ कि मैले अब त्योभन्दा बढी गर्दिनँ, तर एनेस्थेसिया नेपालमा धेरै माग छ त्यसको। सो त्यतातिर नि जान्छ नि, तर त्यसको लागि तिमीले चाहिँ कतै न कतै चाहे प्राइभेट संस्था होस् कुनै चाहिँ, तर त्यहाँ चाहिँ कन्टिन्युअसली तिमीले चाहिँ होइन जब गर्नै पर्छ कि। 2 वर्ष चाहिँ कन्टिन्यू गरेकोलाई मात्र चाहिँ त्यसले फर्म भर्न पाउँछ, नत्र पाउँदैन होइन। त्यो फर्म भर्यो अनि बल्ल चाहिँ त्यो एनेस्थेसिया असिस्टेन्ट गर्ने, त्यो राम्रो छ। अहिले नेपालमा धेरै माग छ, त्यसको स्यालेरी पनि राम्रो छ, एचए भन्दा धेरै माग छ। त्यो एमबिबिएसमा भनौँ नि, एमबिबिएसको भन्दा नि चाहिँ त्यो एनेस्थेसिया असिस्टेन्टको लागि 4 जब पाउँछ कि अहिलेको सिचुएसनमा। मैले सोचेको थिएँ नि हुनाले त्यो के पढाउने फ्रीमा हुँदैन र के यस्तो यस्तो अब तपाईँको अब लोकसेवा गरेको छ भने चाहिँ हो कि त्यसको लागि चाहिँ इफ तपाईँको अब एचए पढेछ, लोकसेवा गरेछ अनि तपाईँको दुर्गममा चाहिँ मिनिमम 3 इयर्स जस्तो लाग्छ। 3 वर्ष चाहिँ काम गरेको छ भने चाहिँ अब पढाइदिन चाहिँ पढाइदिन है, तपाईँले नाम निकाल्नुपर्छ। नाम निकालिसकेपछि चाहिँ सरकारले स्यालेरी चाहिँ दिन्छ अनि तपाईँ पढ्नुहुन्छ स्यालेरी चाहिँ दिन्छ। एजुकेसन नेक्स्ट एउटा बिपिएस पनि दायर हुन्छ नि त, त्यही गर्छ कि कास्ट जस्तै थियो कि
दुर्गममा काम गरेको 2 वर्ष हुनुपर्छ, काम 3 वर्ष अनि 2 वर्ष काम गर्यो अनि त्यहाँ तपाईँले चाहिँ अब कतै नामै निकाल्नु भएको छ भने त्यहाँ तपाईँले चाहिँ अप्लाई गर्न पाउनुहुन्छ कि मैले चाहिँ अब एजुकेसन विधा चाहियो भनेर। त्यो एजुकेसन विधामा 2 थरीको हुन्छ, एउटा चाहिँ स्यालेरीवाला पनि हुन्छ, अर्को चाहिँ त्यतिकै बिना स्यालेरीको हुन्छ, त्यसमा स्यालेरी दिँदैन। अब तपाईँले स्यालेरीमा चाहिँ इलिजिबल छ त्यहाँ चाहिँ अप्लाई गरेर चाहिँ पाउनुभयो भने त्यतिखेर चाहिँ त मजाले तपाईँले स्यालेरी पनि दिनुहुन्छ र मजाले काम पढ्नु पनि पाइयो क्या, त्यस्तो हुन्छ। हाम्रो घरतिर एकजनाले गर्नुभएको थियो कि लोकसेवा गरेको भए चाहिँ हुन्छ कि लोकसेवा प्राइभेटले त कहाँ दिन्छ, त्यस्तै हो। प्राइभेटले त दिँदैन, प्राइभेटले त लोकसेवा झन् हुन्छ नि स्यालेरी दिएको छ, स्यालेरीबाट नै ट्याक्स काटिदिन्छ नि त। 8,000 सुरु भएको थियो, काट्यो नि कति 8,000 चाहिँ मलाई चाहिँ पाउने भनेको चाहिँ 7,400 समथिङ यस्तो थियो कि 470 या 20। त्यो त प्राइभेटमा त्यस्तै गर्छ कि काट्छन् क्या, काट्छन्। सरकार अनुसार खोज्छ नि, त्यसमा त स्यालेरी 5th लेभलको स्यालेरी पनि दिन्छ क्या। अब सबै यहाँ ठाउँमा चाहिँ भनेको 5th लेभल हो नि त, मजाले दिन्छ पैसा। अब यस्तो हो कि प्राइभेटमा त अब छोड्नु नि त्यस्तै प्राइभेटको त के लिइहाल्छ। अब सरकारीतिर जस्तो अब हाम्रो जस्तो गाउँतिर हुन्छ नि, हेल्थ पोस्टहरू भर्खर खुल्दा हुन्छ, त्यो चाहिन्छ नि, त्यसमा मतलब नेपाल सरकार जति तोकेछ नि त्यो दिन्छ। अनि गाउँ अब दुर्गम छ भने भत्ता पनि दिन्छ कि 7,000 यस्तो होला। त्यस्तो चाहिँ अब यहाँतिर दिनु होला, अनि दुर्गमकोलाई भत्ता पनि दिन्छ। अलिक यहाँको भन्दा धेरै स्यालेरी हुन्छ कि त्यहाँ भत्ताले गर्दा, त्यति हो। हामी अब 10 मिनट होला नि होइन। धन्यवाद सबैलाई हाम्रो च्यानललाई हेरिराख्नु भएकोमा। अनि अस्ति दिएको सजेसनहरू पनि राम्रो थियो, हामीले एकदम मनन गरेका छौँ। हो यो चोटि चाहिँ अलिकति हामीले राम्रो गरेर आएको छौँ जस्तो लाग्छ। अझै हाम्रो फर्दरमा अझै राम्रो हुँदै जान्छ। हाम्रो च्यानललाई हेरेर हामीलाई साथ दिनु भएकोमा सबैलाई धन्यवाद, र च्यानललाई सब्सक्राइब, लाइक र सेयर गरिदिनु। धन्यवाद।